दर्शकवृन्द, सडक विभागले नागढुङ्गा सुरुङमार्गमा सवारी साधन गुड्ने बापत 50 रुपियाँदेखि 500 रुपियाँसम्म शुल्क उठाउने प्रस्ताव गरेको छ। विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ। उक्त मस्यौदा केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने गरी तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ। 2025 को अन्तिमसम्ममा गाडी गुडाउने गरी विभागले तयारी गरिएको छ। आयोजनाले सुरुङमार्गको काम पूरा गर्ने अन्तिम म्याद 2082 असोजसम्म पाएको छ। ठेकेदार कम्पनीले तोकिएको म्यादभित्रै सुरुङमार्ग हस्तान्तरण गर्ने गरी काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। अहिलेसम्म करिब 92% काम सम्पन्न भइसकेको सुरुङमार्ग निर्माण गरी ठेकेदार कम्पनीले असोजसम्ममा सडक विभागलाई आयोजना हस्तान्तरण गरिसक्नुपर्नेछ भने हस्तान्तरण हुनासाथ गाडी गुडाउने गरी सडक विभागले तयारी गरिरहेको छ। दुई पाङ्ग्रे सवारी साधन, पेट्रोलियम पदार्थ बोकेका तथा ओभरलोडेड सवारी साधन यस सुरुङमार्गभित्र प्रवेश गर्न पाउने छैनन्। चार पाङ्ग्रे साना सवारी साधन प्रवेश गर्न 50 रुपियाँ, बस